कथा र कविता बोक्ने हातहरूले ढुङ्गा र माटो उचालेपछि हाम्रो क्रिकेट रङ्गशाला हामी आफै बनाउँछौँ भनेपछि धुर्मुस र सुन्तलीले न्याय पाएन ए कानुन अझै उसैको घाँटी कस्ने। यस्तै हो भने हामी नेपालमा किन बस्ने? म भन्न छोडी हामी भन्नेलाई सलाम गर्नु पर्थ्यो, बनाउँछौँ भन्नेलाई सहयोग गर्न छोडी किन खुट्टा तान्नु पर्थ्यो? त्यसैले म भन्छु, चोरलाई चौतारो साधुलाई सुलीमा राखेको देखियो, हो कि होइन साथी? त्यसैले यो कविता लेखियो। धरो धर्म धुर्मुस र सुन्तलीले न्याय पाएन भने, धरो धर्म धुर्मुस र सुन्तलीले न्याय पाएन भने समाज सेवा गर्ने हात रोकिनेछ, दिउँसै सूर्य छेकिनेछ, जताततै भद्रगोल देखिनेछ। त्यसपछि देशमा दादागिरी र भ्रष्टाचारी चल्नेछ, चोक चोकमा आगो बल्नेछ अनि हजारौँ धुर्मुसहरूले खरानी धस्ने। त्यस्तै हो भने हामी नेपालमा किन बस्ने? त्यस्तै हो भने हामी नेपालमा किन बस्ने? सचेत बन नेपाली, देश दलहरूको दलदलमा फसेको छ, बनाउँछौँ भन्नेहरूको हात हत्कडीले कसेको छ। के भनौँ र खै, घुम्ने मेचमाथि कालो कौवा बसेको छ। अब त केही होला कि भन्दा भन्दै केही नहुने अवस्थामा पुग्यो। जसले धेरै भ्रमको खेती गर्छ उही राजा बन्ने व्यवस्थामा पुग्यो। साह्रै उदेक लाग्दो दही चुरे छुचुन्द्रो दरबार पस्ने। यस्तै हो भने हामी नेपालमा किन बस्ने? यस्तै हो भने हामी नेपालमा किन बस्ने? नमस्कार, म नवराज श्रेष्ठ। धुर्मुस सुन्तली शीर्षकको कविता हेरेर सुनेर कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।